पूर्व गृहमन्त्री नारायण काजी श्रेष्ठको 8 करोड लेनदेनको गोप्य अडियो सार्वजनिक। भन्छन् त्यो मेरो अडियो होइन, मलाई सिद्ध्याउनका लागि खेलिएको नयाँ खेल हो। विभिन्न प्रोजेक्टहरूमा गरेको लगानी अर्थात् हालेको सेयरको बाँडफाँड नमिलेपछि ती सेयर धनीहरू मार्फत अडियो बाहिरिन पुगेको नयाँ खुलासा। जनताले आश गरेको नेताबाटै यस्तो काण्ड घटेपछि छायो देशभर निराशा। दर्शकबिन, नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री नारायण काजी श्रेष्ठको 8 करोड लेनदेनको गोप्य अडियो सार्वजनिक भएको छ। सार्वजनिक भएको उक्त अडियोमा नारायण काजी श्रेष्ठ र एकजना नाम नखुलेका लगानीकर्ता रहेको उक्त अडियोमा सुन्न सकिन्छ। 8 करोड लेनदेनको विषयले सार्थकता पाउन नसकेपछि अर्का लगानीकर्ता भड्किन खोज्छन् र अडियो रेकर्ड गर्न पुग्छन्। उनलाई नारायण काजी श्रेष्ठले रकम बाँडफाँडमा चित्त बुझाउन अनेकन कन्भिन्स गरिरहेको सुन्न सकिन्छ। दर्शकबिन, अडियो केही समय अघिको भए तापनि यो अडियो सुन्दै गर्दा पशुपति शर्माको लुट्न सके लुट कान्छा लुट्न सके लुट अरू देशमा पाइँदैन नेपालमै यो छुट बोलको गीत याद आउँछ। किनभने जब जब यो देशमा भ्रष्टाचार लुटपाट र घोटालाका काण्डहरू बाहिर आउँछन् तब तब एमाले काङ्ग्रेस र माओवादीका नेतृत्वहरूको नाम आउने गर्दछ। दर्शकबिन, एकैछिन यो अडियो सुन्नुहोस्। 2 करोड तपाईले ब्याङ्कबाट ल्याएको हो, त तपाईले छिनफानो गरेपछि त्यो सिद्धियो। यता पनि 2.5 करोडको मात्रै हिसाब बाँकी हो, त्यो बाँकी भयो। मेरो अहिले स्थिति के भने सुसनलाई बेचे उनीहरूले 8 मा घटिरहेका छ नि त। मेरो 8 पुगेछ। गरौँ न कमानजी, तपाईँ पनि मेरो मान्छे, सुसन पनि मेरो मान्छे, इन्द्र पनि मेरो मान्छे। तपाईले भन्नुभयो, सुसनले भन्नुभयो भने मेरो परिवार तपाईहरु हो, तपाईहरुको बिचमा राम्रो होस् भन्ने चाहन्छु। 2 करोड तपाईले लिएको, तपाईले तिरेपछि यसको पुरै भएन। 2.5 करोडको मात्रै हिसाब नि हो। त्यो ठिक छ। 30% र 70% को भएन, पर्सेन्टको भएन। त्यो 70% उले अन्तमा राख्ने गरी काम गर्न दिनुस् न, उसको मिलाउने कुरा दिनुस् के। म चाहिँ ब्याज तिरेर बस्ने। त्यो तपाईले अहिले चाहिँ अब यसो गर्नुस्, अब लामो कुरा गर्नु। त्यो त तपाईले खर्च गरिसके भएर पो त्यो प्रोजेक्ट दिया त्यस्तो भएको होइन। खर्च गरेर हालिन्न भने उनले पैसा दिया हो त। 8 लाख तपाईले पछाडि 8 करोड उनले मलाई पैसा दिया हो त। होइन त नि, होइन 2.5 करोड उनले दिया हो त। यही कुरो गर्नु। 2.5 करोड उनले पैसा दिएर ल्यायो हो त। ल तपाईले त्यही लाग्छ भने त्यही कुरो गर्नु। एउटा कुरो उनले 50 लाख भन्यो नि, त्यो एङ्गलबाट नि मिलाउन मिल्छ। तपाईँले अर्को कुरो नसोध्नुहोस् है। 2.5 अनि कमलजी तपाईँ यसरी हेरिदिनु न मेरो भनाइ। अरू केही होइन। 30% र 70% को भएन, पर्सेन्टको भएन। त्यो 70% उले अन्तमा राख्ने गरी काम गर्न दिनुस् न, उसको मिलाउने कुरा दिनुस् के। म चाहिँ ब्याज तिरेर बस्ने। त्यो तपाईले अहिले चाहिँ अब यसो गर्नुहोस्, अब लामो कुरा गर्नु। त्यो ब्याङ्कमा हामीले तिर्दिने हो भने त 2 करोड 50 लाख मध्ये 2 करोड तिर्यो, 50 लाख पो दिन्छौँ त अब हामी। 50 लाख होइन, त्यस्तो कुरो होइन। राम्रोसँगले हेरेको भयो। 2.5 करोडको सेयर उसलाई दिएको छु है। त्यो कम्पनीको पैसा दिएको होइन है, मैले पैसा ल्याएको छैन। अब तपाईले सुसनलाई दिएको 2.5 करोडको सेयर त अहिले मसँग अर्को कुरो गर्नै पर्यो। त्यो सेयर त अहिले मसँग छैन नि त। अनि त्यो सेयरमा त्यो सेयरको पैसा त मेरो पैसा, सुसनको होइन हो त नि। अनि मेरै पैसामा मेरै पैसा कटाउने त्यो त भएन है। अब उसले 70% मा उसले सेयर थप्यो भने त्यो सेयर उसलाई प्लस हुन्छ। मैले तिरे मलाई प्लस, यहाँ तिर्ने र लिनेका कुरा होइन। सुसनसँग सधैँ यो कुरो नगर्ने। पैसा यी नै भइदियो भने उसले लगेर राख्यो भने यो हिसाब आफै मिल्छ। यहाँ हेर्नुहोस्, किनभने यहाँ उधारो कुरा भयो। अनि कमलजी तपाईँ यसरी हेरिदिनु न मेरो भनाइ। अरू केही होइन। 30% र 70% को भएन, पर्सेन्टको भएन। त्यो 70% उले अन्तमा राख्ने गरी काम गर्न दिनुस् न, उसको मिलाउने कुरा दिनुस् के। म चाहिँ ब्याज तिरेर बस्ने। त्यो तपाईले अहिले चाहिँ अब यसो गर्नुहोस्, अब लामो कुरा गर्नु। त्यो त तपाईले खर्च गरिसके भएर पो त्यो प्रोजेक्ट दिया त्यस्तो भएको। होइन, खर्च गरेर हालिन्न भने उनले पैसा दिया हो त। 8 लाख तपाईले पछाडि 8 करोड उसले मलाई पैसा दिया हो त। होइन त नि, होइन 2.5 करोड उसले दिया हो त। यही कुरो गर्नु। 2.5 करोड उसले पैसा दिएर ल्यायो हो त। ल तपाईले त्यही लाग्छ भने त्यही कुरो गर्नु।
2 करोड तपाईँले ब्याङ्कबाट ल्याएको हो त तपाईँले पनि छिनोफानो गरेपछि त्यो सिद्धियो यता पनि 2.5 करोडको मात्रै हिसाब माग्यो हो त्यो बाँकी रह्यो। मेरो अहिले स्थिति के भने सुसङ्ग बेचेका हुनाले 8 मा घटिरहेका छ नि त मेरो आफै त्यसो गरौँ न कमानजी तपाईँ पनि मेरो मान्छे सुसन पनि मेरो मान्छे इन्द्र पनि मेरो मान्छे तपाईँले भन्नुभयो सुसनले भन्नुभयो भने मेरो परिवार तपाईँहरू हो तपाईँहरूको बिचमा राम्रो होस् भन्ने चाहन्छु 2 करोड तपाईँले लिएको तपाईँले तिरेपछि यसको पुरै भएन 2.5 करोडको मात्रै हिसाब नि हो ठिक छ। दर्शकबिन देश र जनताले बडो आशाका साथ हेरेका नेतृत्व नारायण काजी श्रेष्ठको यस्तो विवादित अडियो बाहिरिनुले देशमा निकै नै ठूलो तरङ्ग ल्याएको छ भने नारायण काजी श्रेष्ठ विभिन्न नेताहरूको घर चार्दै हिँडेको खुल्लामा आएको छ। तत् विषयमा तपाईको धारणा के रहन्छ कमेन्ट गर्न नभुल्नुहोला।